फागु पूर्णिमा अर्थात् होली रहर भएर पनि घर जान नपाएका हामी महादेव मन्दिरलाई साक्षी राखेर कर्णाली नदी र लोहोरे खोला एक भएको हेर्ने योजना बनायौं। तल्लो डुङ्गेश्वर बजारमा होलीको अबिर मेला चल्दै थियो। रंगिएका अनुहारहरूले डुङ्गेश्वर झनै रंगिनेवाला थियो। बजारकै समीपबाट कतै शान्त भएर हिँड्छ, लाग्छ ऊ बुद्धको मार्गमा छ। कतै हिटलर बनेर उर्लिन्छ, मानौ उसलाई विश्व जित्नु छ। नदीको आफ्नै बाटो हुन्छ, देवेन्द्र सर भन्दै हुनुहुन्थ्यो। कर्णालीले अनेक रूप देखायो, अनेकता छ र त सुन्दरता छ। हामी कर्णालीको सुन्दरतामा हराएका थियौँ। होलीमा रातै रङ लगाउनु पर्छ भन्ने के छ? कर्णाली नदीको शीतलता र सुन्दरताको रङले होली अनुभूति अझ विशेष थियो। प्रकृतिसँग अलग्गै ऊर्जा छ जो असीमित छ। बस हाम्रो आँखाले हेर्न सक्नु पर्यो, मनले बुझ्न सक्नु पर्यो। हाम्रो होली यात्रा कर्णालीको रङ्गीन सम्झना बन्यो। केवल रङहरूमा भिज्नु मात्र होइन, कर्णालीको काखमा बसेर सुन्दरताको रङमा हराएको यो एक दिन सम्झनामा बाँकी रहनेछ।